हेलो साथीहरू, नमस्ते। वेलकम छ मेरो युट्युब च्यानलमा। र आज यहाँ कौसीमा चाहिँ मैले यहाँ पिँडालु लिएर आएको छु। यो आफ्नै घरको पोहोर सालको पिँडालु हो। र यो पिँडालु चाहिँ यहाँ उम्रिसकेको छ। अब यसलाई चाहिँ म रोप्ने छु कन्टेनरहरूमा। यहाँ लसुन चाहिँ आधा उखालेर मैले सरसफाइ गरेँ र यो चाहिँ यसरी मुठा मुठा बनाएर यसरी झुन्डाइराखेको छु। र अहिले जो सानो सानो थियो, जो यसरी टुटे थियो, तिनीहरूलाई चाहिँ खानालाई अलग्गै राखिसकेको छु भने यो अलि पछि खानको लागि यसरी झुन्डाएर राखेको छु। र यो लसुन चाहिँ कौसीमा आधा मात्रै हो है, यो आधा अझै उखाल्न बाँकी छ। त्यो चाहिँ अलिकति पछि रोपेको भएर त्यो चाहिँ उखालेको छैन। यो अलि अगाडि रोपेको भएको कारणले यो मैले उखालेर यहाँ मुठा बानेर यहाँ माथि कौसीमा नै यसरी झुन्डाइराखेको छु। भोलि तलको अब लसुनहरू सिद्धेपछि एकुन्टा पोटीहरू निकाल्दै खाँदै गर्नुहुन्छ भनेर मैले यसरी लसुन झुन्डाइराखेको छु। र यही लसुन रोपेको कन्टेनरहरू खाली भइरहेको छ। त्यो कन्टेनरहरूलाईमा चाहिँ मल माटोहरू हालेर रेडी बनाइसकेको छु। अब त्यही खाली कन्टेनरहरूमा अब यो पिँडालु रोप्ने छु है साथीहरू। यति मलाई यो गाना खान त यो पिँडालु यो डल्लो खान त अलि मन पर्दैन, तर त्यो पातहरू जसलाई गाबा भनिन्छ त्यो चाहिँ खान एकदमै मनपर्ने भएकोले मैले चाहिँ प्रत्येक साल यो पिँडालु रोपेर पात खान्छु। यो गाना चाहिँ अलि मलाई मिठो लाग्दैन, त्यसकारण पात धेरै खाएको हुँदाखेरि यो गानाहरू पनि त्यति ठुल्ठुलो हुँदैन क्या तलको। हुन त यो सानै जातिको हो, तर धेरै पातहरू मात्र टिपेर खाएको भएर यो डल्ला चाहिँ अलि धेरै बस्दैन। यो चाहिँ अलिक सानो छ, यो चाहिँ अलिक ठुलो हो। यो ठुलो पिँडालु हो। यो चाहिँ गाउँबाट पिँडालु ल्याइदिनु भएकोमा चाहिँ मैले 2टा बिउ राख्छु। यो पालि कस्तो हुँदो रहेछ यसको पातहरू भनेर यो पनि राखेको छु, यसलाई पनि रोप्छु। र यो सानो त अब मैले हरेक साल रोप्ने गर्छु। यो सानो यो अहिले नयाँ चाहिँ यो हो, यो ठुल्ठुलोवाला रोप्न लागेको। साथीहरू, यो चाहिँ मेरो कन्टेनर रेडी गरेको र अरू पनि छ कन्टेनरहरू तलतिर छ। यो चाहिँ माथितिरको कन्टेनर हो जो म अब पिँडालु रोप्छु। र यहाँ रोपेर भ्याएपछि तलतिर गएर रोप्ने हो। र अहिले चाहिँ साथीहरू मैले चाहिँ एउटा कन्टेनरमा यो पुरै झोपा रोपिदिन्छु यसरी खाल्टो बनाउँदै यसरी। यता पनि मैले यहाँ तयार पारिसकेको छु, एकुन्टै झोपै रोपिदिन्छु। यसरी मलाई चाहिँ अति नै मनपर्ने भएर मैले चाहिँ मजाले कौसीमै रोपेर सबै तरकारीहरू खाने गर्छु। साथीहरू, एउटा खुसीको खबर छ। आज चाहिँ बल्ल वडामा कौसी ट्रेनिङ दिएछ वडाले। र अब चाहिँ म कौसी ट्रेनिङतिर जाँदैछु। जिन्दगीमा कति वर्ष भयो कौसीमा काम गरेको, कौसीमा यो तरकारीहरू रोप्न लागेको। बल्ल आज मैले ट्रेनिङ लिन गइरहेको छु। यत्रो सालपछि बिना ट्रेनिङको मैले काम गरेको, त्यत्तिकै रहरमा आज बल्ल अब थाहा हुन्छ कस्तो माटो राख्नुपर्छ, कौसीको लागि के गर्नुपर्छ भन्ने कुरा आज बल्ल थाहा पाइन्छ। यो ड्र्यागन फ्रुट यहाँ एकदम राम्रो भइरहेको छ। अब यो पलाउने, यो ड्र्यागन फ्रुटको हाँगाहरू पलाउने
क्रम चल्दैछ। यो क्रम बन्द हुने बित्तिकै ड्र्यागन फ्रुट चाहिँ फुल्न सुरु हुन्छ है साथीहरू। मेरो घरमा चाहिँ यो अब अहिले चाहिँ मैले यो ड्र्यागन फ्रुटमा मल माटोहरू एकदमै हालेर बनाइराखेको छु। यो मल माटो थपेछु यसमा मैले। सबै जति पनि छ मेरो घरमा ड्र्यागन फ्रुटहरू सबैमा मल माटो हालिसकेको छु। यो यसको लागि चाहिँ मल चाहिँ एकदम कम्पोस्ट हुनुपर्छ क्या। यो ड्र्यागन फ्रुटको यो खास यो हाम्रो यो ड्र्यागन फ्रुट एउटा क्याक्टस जातिमा पर्छ र यसलाई अलिकति कम्पोस्ट भएको नै मल राख्दा राम्रो हुन्छ। एकदमै यो पलाउने क्रम जारी छ, थुप्रै पलाउँदैछ साथीहरू। यहाँ तलको कौशीमा छ यो पनि, यहाँ पनि मैले कन्टेनरहरूमा मल माटो हालेर राखिसकेको छु। यसमा पनि लसुन रोपेको थियो, मैले लसुन निकालेपछि कन्टेनर यसरी भरेको छु। र अब चाहिँ यसमा मैले रहेको पिँडालु रोप्न गएँ साथीहरू। मैले चाहिँ यहाँ तल पनि यसरी कन्टेनरहरू भरेर राखिसकेको छु। यो सबैमा लसुनहरू थियो, लसुन उखालेर चाहिँ यो कन्टेनर फेरि मल माटोले भरिसकेको छु यता पनि। र अब फेरि यो रहेको माथि रोपिसकेको छु। यो रहेको पिँडालु यसमा रोपिदिन्छु। यो चाहिँ ठुलोवाला रोप्ने छु मैले। यसमा चाहिँ यसरी त्यस्तै गरेर यो पनि ठुलो है, यो पनि गाउँबाट ल्याएको ठुलो पिँडालु हो। र यसलाई पनि यसरी रोपिदिएँ। र यो चाहिँ यसरी र अब चाहिँ यहाँ मसिनो छ। यो मसिनो चाहिँ 2-3टा एकै ठाउँमा गाडिदिनेछु। र यो सानो एउटा कन्टेनर छ मेरो, यसमा पनि यसरी नै रोपिदिनेछु साथीहरू। आज मैले सबै कन्टेनरहरूमा पिँडालु रोपेछु। रोप्न एकदमै आवश्यक भइसकेको थियो, उम्रिन लागिसकेको थियो पिँडालुहरू। त्यसैले मैले चाहिँ लसुन उखाल्न साथ यहाँ पिँडालु रोपिसकेको छु। यो माथिको कौशीको हो। यसरी सबैमा यो अलि उम्रिसकेछ, अरूको त उम्रिसके जस्तो लागेर मैले चाहिँ हतार मैले रोपेँ। किनभने मेरो यो अरूको नि रोपिसकेको जस्तो लागेको, हर्दी यो पिँडालुहरू अरूको नि रोपिसकेको जस्तो लाग्यो। र यो टुसाहरू पनि पलाइसकेको हुँदाखेरि मैले चाहिँ लसुन छिटो उखालेर यहाँ मैले पिँडालुलाई चाहिँ सबै रोपेर राखेको साथीहरू। साथीहरू आज दिनभरिको हाम्रो यो कौशी खेती तालिम रह्यो वडामा। र तालिमपछि हामीलाई चाहिँ वडाले चाहिँ यहाँ के बिउहरू दिएछ। यो भिन्डीको बिउ हो, भिन्डीको बिउ, लङ बिन्सको बोडीको बिउ, कुन बोडी रहेछ यो, मालेपाटन बोडी गरे। यो 2टा बिउ दिएछ भने अरू चाहिँ बिरुवाहरू दिएछ। यो के को बिरुवा रहेछ हेर्नु पऱ्यो। मैले चाहिँ प्याकमै दिएको भएर मैले खोलेर हेरेको छैन, घर गएर हेर्छु भनेर। तर म डाइरेक्ट घर आएन, फेरि समाज घरतिर भोलि हाम्रो कार्यक्रम रहेको छ। हाम्रो भाइ क्लबमा चेलीबेटी खिलाउने कार्यक्रम रहेको छ। त्यसैले म त्यता समाजतिर पनि पसेर अलिअलि काम त लगभग सिधाइसकेको रहेछ। यसो खाजासाजा खाएर आएँ। र यो बान्टाको बिउ र यो आमामा काँक्रा त त्यतिकै उखालेर दिएछ। यो काँक्राको बिउ र साथमा के हो यो खुर्सानी, होइन घेरौँला रहेछ। घेरौँला मैले अलरेडी ल्याइसकेको छु, ल्याएर यति ठुलो भइसकेछ।
फेरि पनि अहिले दियो यो डल्ले खुर्सानी, यो लामो खुर्सानी, डल्ले खुर्सानी दिए रहेछ। यो सानो डल्ले खुर्सानी, यो लामो चाहिँ लामो खुर्सानी। यसरी यति धेरै छ मसित खुर्सानी। यहाँ पनि छ, साथीहरूले दिएको पनि छ खुर्सानी, कति धेरै छ। तर फेरि उसले पनि दिएको रहेछ। ला यो खुर्सानीको यो काँक्राको बिरुवा यसमा रहेछ। यसमा योबाट निक्लिएछ काँक्राको बिरुवा। र यो चाहिँ करेला यति दिएको छ। साथमा यहाँ यो मल्टी निम भने यो ओइल दिएछ। र साथमा यो बर्मी कम्पोस्ट 2 किलोको होला। यो 2 किलो कि 1 किलो 2 केजीको बर्मी कम्पोस्ट दिएछ वडाले। ल वडालाई पनि धेरै धेरै धन्यवाद। यति धेरै बिउ, यो निम ओइल र मल दिनुभएकोमा वडाको अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरूलाई धेरै धेरै धन्यवाद छ। र म चाहिँ यो अहिले लसुनको बिरुवा, लसुन उखेलेको ठुलो कन्टेनरहरू खाली भइरहेको छ। र त्यसैमा यहाँ चाहिँ समाजमा हाम्रो भाइखोलको भोलि कार्यक्रम र त्यसमा काटेको तरकारीको बोक्राहरू यहाँ 2टा बोरा म लिएर आएको छु। र आजको दिनभरि एकदमै कोसी खेतीमै बिजी भयो। त्यो एक दिनले त खासै केही हुनेवाला छैन। तर पनि सरकारले दिएको अथवा वडा स्थानीय सरकारबाट हामीले पाएको तालिमको पूर्ण रूपमा सदुपयोग गरौँ भनेर मैले चाहिँ आज दिनभरि सहभागी भएँ र यति धेरै बिरुवाहरू पनि पाएँ। आजको दिन चाहिँ एकदमै बिजी रह्यो। यति भन्दै आजको यस भिडियोबाट बिदा लिन्छु। अर्को भिडियोमा फेरि भेट्नेछु। हस्त, नमस्ते, बाई बाई।